आज चाहिँ विशेष गरी असार 15 हाम्रो विशेष गरी म चाहिँ आज कृषकको दिन भन्ने गर्छु। आज हाम्रो असार 15 को दिन हाम्रो धान दिवसको रूपमा पनि हामीले मनाइने गर्छ र त्यही अनुरूप आज हाम्रो यो सेङ्जाको पुतली बजार लामागेको फाटमा चाहिँ हामी विभिन्न कृषि निकायका कर्मचारीहरू हाम्रो प्रमुखज्यू लगायतका विभिन्न आर्मी प्रहरीको टोलीहरूको चाहिँ एउटा जम्का भेट भएर आज हामीले यहाँ देख्न पनि सक्नुहुन्छ हजुरहरूले एउटा यो हिले महोत्सव मनाउने भनेर उपस्थित भएका छौँ र त्यही बमोजिम आज हामीले विभिन्न कार्यक्रमहरू समेटेका थियौँ, जसमा आज हामीले रस्सी तान्ने कार्यक्रम थियो, बोकेर मान्छे दौडिने कार्यक्रम थियो र अबको केही बेरमा चाहिँ हाम्रो चाहिँ धान रोप्ने कार्यक्रम पनि सुचारू हुनेछ र त्यस पश्चात चाहिँ हामी प्रसाद गरेर हामी आफ्नो स्थानतर्फ चाहिँ प्रस्थान गर्नेछौँ। आज चाहिँ हामी जीवन विज्ञान सेङ्जाले आयोजना गरेको यो असार 15 विशेष 22औं हिले महोत्सवमा छौँ र यहाँ चाहिँ हाम्रो जिल्ला प्रहरी कार्यालय सेङ्जाको टिम, हाम्रो महिलातर्फको टिम यता छ भने र आयोजक संस्था जीवन विज्ञानको टिम चाहिँ उतापट्टि रहेको छ। अबको केही बेरमा नै हाम्रो के सुरु हुँदैछ भन्दा डोरी तान्ने कार्यक्रम सुरु हुँदैछ। उता हजुरहरूले देख्न सक्नुहुन्छ दर्शकहरूको घुइँचो छ भने हामी आज यो लामाकेको फाँटमा बसी चाहिँ हामी यो असार 15 विशेष कार्यक्रममा समावेश भएका छौँ। र यतापट्टि हेर्न सक्नुहुन्छ हाम्रो जिल्ला प्रहरी कार्यालय सेङ्जाको टिम यता छ भने उतापट्टि हाम्रो जीवन विज्ञान सेङ्जाको टिम रहेको छ। हाम्रो यो प्रतिस्पर्धा निकै नै रोमाञ्चक हुन्छ भन्ने हामीले आशंका राखेका छौँ भने हाम्रो दुवै टोलीहरू तयार अवस्थामा हुनुहुन्छ। हाम्रो कृष्ण प्रसाद अर्याल र दीपक लम्साल हाम्रो रेफ्रीको रूपमा हाम्रो गेममा अहम भूमिका निर्वाह गर्दै हुनुहुन्छ भने यता हाम्रो अडियन्सहरू हजुर हाम्रो उता निर्मला लम्सालज्यूले हाम्रो कमेन्ट्री गरिराख्नु भएको छ भने यता हेर्न सक्नुहुन्छ हाम्रो सिन्धुलीबाट इन्टर्नमा आएका सन्दीप खातीज्यू पनि निकै नै रमाइलो मानिराख्नु भएको छ र अब भने हाम्रो केही बेरमा नै यो कार्यक्रम सुरु हुनेवाला छ र यो हेर्न सक्नुहुन्छ यहाँ चाहिँ जीवन विज्ञानको टोली छ भने यता जिल्ला प्रहरी कार्यालय सेङ्जा उतापट्टि हाम्रो जीवन विज्ञान सेङ्जा लामाकेको फाँटमा हाम्रो निर्मला लम्सालज्यूले ढिलो भयो भनिराख्नु भएको छ भने र अब भने हाम्रो यो रस्सी तान्ने कार्यक्रम सुरु हुँदैछ। ल हाम्रो गेम सुरु भइसकेको छ भने यता जिल्ला प्रहरी कार्यालय सेङ्जाले तानिरहेका छन्, निकै नै रोमाञ्चक भइरहेको छ। हेर्न सक्नुहुन्छ जीवन विज्ञानलाई निकै नै हम्मे पारिरहेको छ जिल्ला प्रहरी कार्यालय सेङ्जा। जिल्ला प्रहरी कार्यालय सेङ्जाले जित हासिल गरिसकेको छ। उता जीवन विज्ञानको साथीहरू भने खेतमा लडिसक्नु भएको छ भने जितिसक्नु भएको छ। हेर्न सक्नुहुन्छ यता अडियन्सहरू यसै गरी पहिलो गेम जिल्ला प्रहरी कार्यालय सेङ्जाले जितिसकेको छ। यसै गरी जिल्ला प्रहरी कार्यालय सेङ्जाले पहिलो गेम हाम्रो जित्न सफल भइसक्नु भएको छ। जीवन विज्ञानले पनि राम्रो प्रतिस्पर्धा दिएको थियो र अब भने हामी आजको मुख्य आकर्षण हाम्रो सेङ्जा ट्राफिक प्रहरी र आर्मी बीचको गेम सुरु हुन गइसकेको छ। हेर्न सक्नुहुन्छ यतापट्टि हाम्रो आर्मीको साथीहरू हुनुहुन्छ भने उतापट्टि चाहिँ हाम्रो जिल्ला प्रहरी कार्यालय सेङ्जाको साथीहरू हुनुहुन्छ।
हाम्रो गेम निकै नै इन्ट्रेस्टिङ भएको छ र यसै गरी हाम्रो जिल्ला प्रहरी कार्यालय स्याङ्जाको साथीहरूले गेम केही बेरमा नै आफ्नो तर्फ हासिल गर्न सफल हुनुभएको छ र यसै गरी जिल्ला प्रहरी कार्यालयले आफ्नो जित हासिल गर्न सफल हुनुभएको छ र अब भने हाम्रो जीवन विज्ञानकै टिम बी र टिम सी को प्रतिस्पर्धा हुँदैछ र अबको यो दौरानमा चाहिँ अब जसले जित्छ त्यसले चाहिँ हाम्रो पहिलो राउन्डको विजेता हाम्रो जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टिमसँग भिड्नेछ भने अब चाहिँ हाम्रो केही बेरमा नै जीवन विज्ञानको दुई टोली बिचको प्रतिस्पर्धा सुरु हुँदैछ र अब भने सु गेम सुरु हुँदैछ ल यसै गरी गेम सुरु भइसकेको छ यताको टिमको पुरै तगडा प्रस्तुति आइरहेको छ भने उताकोबाट पनि मजाले तानिराख्नु भएको छ यता देख्न सक्नुहुन्छ यता पनि देख्न सक्नुहुन्छ निकै नै रमाइलो खेल भइरहेको छ निकै नै राम्रो प्रतिस्पर्धा भइरहेको ल जित्यो यसै गरी उताको टिमले जित्न सफल भएको छ यसै गरी उताको टिम विजेता हुन सफल भएको छ भने यताको टिमले पनि निकै राम्रो प्रतिस्पर्धा दिएको थियो र अब सायद उताको विजय भएको टिम र हाम्रो यता आराम गरिराख्नु हुने जिल्ला प्रहरी साथीहरूको टिम चाहिँ भिड्नेछ सायद अब फाइनल खेल निकै नै रोमाञ्चक हुने अनुमान राखेका छौँ र अब भने मान्छे बोकेर हाम्रो अगाडि बढ्ने कार्यक्रम छ र अहिले पनि हाम्रो प्रहरीको टिम भने सिधै अगाडि बढिरहेको छ र यसै गरी उहाँ हाम्रो रेखा र यसै गरी चेन्ज गरेर पनि हाम्रो जिल्ला प्रहरीको टोली भने यता आइसकेको छ पर्खिसकेको छ र अब त उहाँ हेर्न सक्नुहुन्छ हाम्रो यता भने फर्स्टमा सफल भइसक्यो भने यता दुईटा टिम चाहिँ हाम्रो पछि पछि आइरहेको छ टिम पनि हाम्रो फिनिसिङ लाइनसम्म पुग्न सफल भएको छ भने हाम्रो प्रथम हुन सफल फेरि पनि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अब भने हामी महिलातर्फको हाम्रो जीवन विज्ञानको बी टिम र जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टिम बिचको फाइनल खेलमा छौँ यो गेम जसले जित्छ त्यो चाहिँ विजय चिनिनेछ भने ल यता हेर्न सक्नुहुन्छ हजुरहरूले जीवन विज्ञानको टिमले तानेको छन् भने यता हाम्रो जिल्ला प्रहरी कार्यालयले पनि मजाले तानिरहेको छन् यता नि राम्रो प्रतिस्पर्धा दिइरहेको छ भने यता जिल्ला प्रहरी कार्यालयले फेरि पनि अर्को सहज जित हासिल गरेको छ र यसै गरी हेर्न सक्नुहुन्छ त्यो उत्साह जिल्ला प्रहरी कार्यालयले फेरि पनि अर्को रोमाञ्चक जित केही सेकेन्डमै हासिल गर्न सफल भएको छ भने जीवन विज्ञान फेरि पनि उपविजेताको रूपमा रोकिन अब पक्कै पनि हामीले यहाँ हिलो खेल छेपाछेप हुन्छ भन्ने आशंका गरेका थियौँ र त्यही बमोजिम उता हेर्न सक्नुहुन्छ र यता जीवन विज्ञान भर्सेस जिल्ला प्रहरी कार्यालयको हिलो छेपाछेप
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ